आज म तपाईहरुलाई यसो बाहिर चाहिँ यो ठुलो लुगाहरु चाहिँ कसरी धुने वाशिङ मेसिनमा त्यो देखाउने छु। मैले चाहिँ सिरियकहरु ब्याक गरेको छ अनि यो कसरी धुने हो देखाउँछु है तपाईहरुले। सानो सानो कुरा त हामी घरमै यो वाशिङ मेसिनमा धोइहाल्छौं। यो ठुलठुलो सिराकहरु चाहिँ वाशिङ मेसिन बाहिर लन्ड्रीमा कसरी धुने हो देखाउँछु है त। यो फेरि जान्ने मान्छेहरुलाई हैन पुरा नयाँ मान्छेहरुले चाहिँ म कसरी हो सिकाउँछु है त। सिरक चाहिँ बाहिर मेरो हो, म चाहिँ एक्लै जाँदैछु किनभने भाइ चाहिँ काममा छ, अहिले ब्रेकमा आउँछ भनेको छ। त्यही भएर म एक्लै लक्खर लक्खर हिँडेर जाँदैछु। म चाहिँ लन्ड्री पुग्यो। यसरी कपडा मेसिनमा हालिसकेपछि चाहिँ यता मेसिनमा पैसा हाल्नुपर्छ। पैसा चाहिँ कहिलेकाहीँ मिल्दैन, मेसिनले लिँदैन अनि रिटर्न आउँछ अनि त्यही भएर फेरि मिलाएर हाल्नुपर्छ। यताउति पल्टाएर मजाले मिलाएर हाल्नुपर्छ अनि मेसिनले मजाले तान्छ। अब आफूले कुन मेसिनमा कपडा हालेको छ त्यो नम्बर पज गर्ने अनि आफ्नो बाँकी पैसा रिटर्न आउँछ अनि त्यसपछि बाँकी पैसा लिने। पैसा अनि लगाउने नौरीहरु कतिमा धुने डिग्री 10 डिग्री 30 डिग्री सेकेन्डमा हुन्छ है त। अनि मेसिनलाई अलि लङ प्रेस हान्ने अनि मेसिन स्टार्ट हुन्छ। मैले चाहिँ आधी घण्टाको लागि हालेको थियो अनि भाइ पनि आउँछु भनिरहेको थियो अनि म एकछिन कुरेँ, आधी घण्टा बसेँ। त्यसपछि कपडा नै रेडी हुँदै थियो। एकछिन पछि भाइ पनि आइपुगे। यो ड्राई मार्नु पर्यो नि त। साले हस्ना चाहिँ हाल्यो हैन फेरि पैसा हाल्नु पर्यो नि त। 2 रुपैयाँ हैन कति नम्बर हो क्या? 6 नम्बर खै त 6 नम्बरै छैन त। ए यो ड्राई मेसिनको पनि प्रोसेस त्यही हो। पज गरेपछि स्टार्ट हुन्छ मेसिन अनि यसमा चाहिँ 3टा अप्सन हुन्छ, लो, मिडियम र हाई। मैले चाहिँ मिडियममा राखेँ किनभने धेरै हाई गऱ्यो भने चाहिँ कपडाहरू धेरै तातेर बिग्रिन सक्छ। त्यही भएर चाहिँ मैले चाहिँ मिडियम गरेँ। अब रेडी भयो। तातो भएछ यसले ल पट्यो। हाम्रो सिराकहरु सब ड्राई भएर रेडी भइसक्यो अनि 2 भाइ भएर मजाले मिलाए, पट्टाए, ब्यागमा हाले अनि त्यसपछि घरतिर लाग्यो। बाइ बाइ।